हेलो साथीहरू, आज चाहिँ हामीले रोटी पकाउन लाग्यो है। अनि मेरो नानी चाहिँ यहाँ चकचक चकचक गरिरहेछ। अनि त्यहाँबाट मम्मीले चाहिँ मिक्सरमा के पिसेर हाल्नुभयो। अनि नानीले चाहिँ हेर्नु चिनी खाएको है गरिदियो कि त्यो रोटीमा हाल्ने चिनी। अनि मम्मीले चाहिँ मिक्सरमा गरेर बनाउनुहुन्छ होइन। मिक्सर भएपछि धेरै सजिलो हुने कि साथीहरू है। सरर बनाउनु भयो। अनि त्यसपछि त्यहाँ चलाउँदै हुनुभयो मम्मीले चाहिँ। अनि पिन्नु भयो, 1 घान चाहिँ पिन्नु भयो होइन। अनि त्यहाँपछि नानी चाहिँ चिसो खाने भनेर पछि लाग्यो कि फ्रिज खोलिदिनु सरी मामु सरी भनेर पछि लगाइरहेको थिएँ। अनि मैले चाहिँ खानु नछोड भनेको। अनि मम्मीले चाहिँ मलाई आफू जा भन्नुभयो। मैले चाहिँ आफूकेँ। अनि त्यसपछि आगो फुकेर अनि मैले चाहिँ नानीलाई चिसो दिएँ। अनि मम्मीले चाहिँ पिनेर भ्याइसक्नु भएको रहेछ। अनि त्यसपछि मम्मीले चाहिँ भुसी रोटी ठुल्ठुलो हुन्छ भुसी हाल्न भन्नुभयो। अनि फेरि बाल्टी लिएर जान्छ धनसारमा लगेर राख, यो भाँडा गन्दारुङ हुन्छ भन्नुभयो। अनि त्यसपछि मैले चाहिँ बाल्टी बोकेर धनसातिर लगाएँ। मैले चाहिँ आगो कतिको बल्यो भनेर हेरिरहेको थिएँ। नानी चाहिँ उता बसेर बाबासँग जिस्किरहेको थियो कि ओहो माई गड भनेर। मलाई त लास्टै हाँसो लाग्यो। अनि मम्मीले चाहिँ रोटी पकाउन स्टार्ट गर्नुभयो। मजासँग तेल तातिरहेको थियो, आगो पनि मजासँग बलिरहेको थियो। अनि त्यसपछि रोटी पनि पाक्यो। अनि त्यसपछि रोटी मम्मीले हाल्दै हुनुहुन्छ। अनि मम्मीले चाहिँ मजासँग फेट्नु भयो कि हार मम्मीले पकाएको रोटी चाहिँ एकदम राम्रो हुने कि सर हेर्नु न अब कस्तो मजासँग हाल्नुहुन्छ कि हार मम्मीले सही हाल्नुहुन्छ। होइन हाल्न खोजेँ होइन कि मैले ट्राई गरेको कि। मैले चाहिँ रोटी चाहिँ लास्ट मिठो रहेछ कि। अनि रोटी पनि मैले खाएँ है। अनि त्यसपछि आजको दिन चाहिँ यत्तिकै भयो साथीहरू हाम्रो।